भारतका ख्याति प्राप्त शास्त्रार्थी एवं लालसार साथरी बीकानेरका महन्त सचिदानन्द आचार्य महाराज जनकपुरधाम आउन लागेका छन्। सनातन धर्म र विभिन्न धर्म ग्रन्थहरूको मर्मज्ञ आचार्यले 3 दिनसम्म जनकपुरधाम र वरिपरिका धार्मिक स्थलको भ्रमण गर्नेछन्। सो क्रममा उनी 3 दिन दिउँसो माडवारी सेवा समितिको सभा हलमा प्रवचन दिनेछन्। जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवको अध्यक्षतामा शनिबार बसेको सर्वपक्षीय बैठकले आचार्यको स्वागत लगायत भ्रमण र प्रवचनको व्यवस्थापन गर्ने निर्णय गरेको छ। आचार्यले सनातन धर्म लगायतका विषयहरूमा आम सहभागीहरूको जिज्ञासाको समाधान समेत प्रवचनको क्रममा बताउने जनाइएको छ। उनी भारतमा शास्त्रार्थका लागि प्रसिद्ध छन्। बैठकमा मन र शिशु नगरपालिका महोत्तरीका मेयर मोहन कुमार पाण्डे, समाजसेवी अमरचन्द्र अनिल, नेपाल रेड क्रस सोसाइटी धनुषाका अध्यक्ष नरेश प्रसाद सिंह, युवा समाजसेवी प्रमोद चौधरी, जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर 16 का वडा अध्यक्ष रामचन्द्र पन्स्यार, गायत्री परिवारका अमरनाथ गुप्ता, जनकपुरधाम जानकी यातायात प्रणालीका अध्यक्ष मनोज कुमार चौधरी लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।